पढुन्जेल, लेख्नु, लेखाइ जस्ता शब्दहरू क्रियापद भनेर पढे तापनि यी पद वर्ग छुट्याउँदा क्रियापद हुँदैनन्। कसरी? सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूमा हार्दिक नमस्कार सहित स्वागत छ। आजको कक्षामा क्रियापद के हो, क्रियापदका प्रकारहरू र क्रियापद पहिचान गर्ने सजिलो तरिका बारे जानकारी दिनेछु। फेसबुक तथा टिकटकमा हेर्दै हुनुहुन्छ भने पुरा भिडियो युट्युबमा गएर हेर्नुहोला। क्रियापद के हो? क्रियाको मूल रूप तथा सुरुको रूपलाई धातु भनिन्छ। हामी धातुबाट सुरु गर्छौं। क्रियापद बन्नको लागि धेरै प्रक्रियाहरू चाहिन्छ। त्यसकारणले गर्दा सुरुमा हामी धातु के हो भनेर बुझ्छौं। क्रियाको मूल रूप अथवा सुरुको रूपलाई धातु भनिन्छ। धातुबाट नै हामी क्रिया र क्रियापद बनाउन सक्छौं। जस्तै जा, पढ, हिट, नाच, बोल जस्ता हामी धातु भनेर भन्छौं यिनीहरूलाई। यी धातुबाट नै विभिन्न क्रियापदहरू निर्माण गर्न सक्छौं र कामहरू जनाउन सकिन्छ। दोस्रो नम्बरमा धातुमा नु प्रत्यय जोडेर बन्ने शब्दलाई क्रिया भनेर भनिन्छ। क्रियापद हामी अहिले आएका छैनौं। पहिला धातु सबैभन्दा सानो रूप अथवा मूल रूप अथवा सुरुको रूपलाई हामी धातु भन्दछौं भने धातुमा नु भन्ने प्रत्यय जोडिएर बन्ने शब्दलाई हामी के भन्छौं? क्रिया भनेर भन्छौं। जस्तै जा धातुमा नु थपियो, जानु। पढ धातुमा नु थप्दाखेरि पढ्नु। हिट धातुमा हिड्नु। नाच धातुमा नु थप्दा नाच्नु। बोल धातुमा नु थप्दा बोल्नु। तर यी क्रिया हुन्, क्रियापद चाहिँ होइन। अब धातुको पछाडि विभिन्न प्रत्यय जोडिएर क्रियापद बनाउन सकिन्छ। भन्नुको अर्थ हामीले सुरुमा धातु जान्न पर्यो। मूल रूप धातु हो भने धातुमा नु जोडेपछि क्रिया हुन्छ र धातुको पछाडि विभिन्न प्रत्यय जोडिन्छ। है भाइ बहिनीहरू, धातुको पछाडि विभिन्न प्रत्ययहरू जोड्दाखेरि हामी विभिन्न रूपहरू पाउँछौं। जस्तै हाम्रो लिङ्ग, वचन, काल, पक्ष, भाव आदिको आधारमा परिवर्तन गर्न सक्छौं। जस्तै जा धातुमा छ जोडिएर जान्छ भयो। पढ धातुमा छ जोडिएर पढ्छ। हिट धातुमा छ जोडिएर हिट्छ। पढ धातुमा यो जोड्दाखेरि पढ्यो हुन्छ। लेख धातुमा यी थप्दाखेरि लेखी हुन्छ। नाच्छ। यस्ता खालका विभिन्न क्रियापदहरू बनाउन सक्छौं। हामीले यति बुझ्न पर्यो, क्रियापदको सबैभन्दा सानो अथवा मूल रूप अथवा सुरुको रूपलाई हामी धातु भन्छौं। धातुमा नु जोड्दाखेरि क्रिया बन्छ, तर क्रियापद होइन। क्रियापद बन्नको लागि धातुको पछाडि विभिन्न प्रत्यय जोडिनु पर्छ। ती विभिन्न प्रत्यय जोडिँदाखेरि नै तिनीहरू के बन्दछन्? कालका विभिन्न रूपहरू बन्दछन् अथवा विभिन्न पक्षहरू बन्दछन्। जस्तै पढ धातुमा यी थप्दाखेरि पढी एउटा स्त्रीलिङ्ग भइदिन्छ। है, पढ धातुमा ए थप्दाखेरि पढे वचन बहुवचन भइदिन्छ। कालको कुरा गर्दाखेरि पनि पढ्छ भनेपछि वर्तमान काल भइदिन्छ। पढ यो भन्दाखेरि पढ्यो भन्दाखेरि भूतकाल भइदिन्छ। पढ्ने छ भन्दाखेरि हामीले नेछ प्रत्यय जोड्दाखेरि त्यो भविष्यकाल भइदिन्छ। त्यसकारणले गर्दा धातुको पछाडि हामीले विभिन्न रूप जोडेर मात्रै हामी क्रियापद बनाउन सक्छौं। त्यसकारणले गर्दा क्रियापदको सबैभन्दा सानो रूप धातु हो भनेर हामीले बुझ्न पर्छ। त्यसपछि क्रियापदका प्रकारहरूलाई विभिन्न रूपमा विभाजन गरिएको छ, जसमा मैले यहाँ राखेको छु। कर्मको आधारमा, वाक्य समापनको आधारमा, बनोटका आधारमा र अर्थ प्रधानताको आधारमा। कर्मका आधारमा सकर्मक र अकर्मक। के होला भाइ बहिनीहरू? सकर्मक भन्नाले कर्मको अपेक्षा गर्ने र अकर्मक भन्नाले कर्मको अपेक्षा नगर्ने धातुलाई हामी
अथवा क्रियापदलाई हामी के भन्छौँ? सकर्मक र अकर्मक भनेर भन्छौँ। अनि त्यस्तै वाक्य समापनको आधारमा समापक र असमापक। वाक्य समापक भन्नुको अर्थ वाक्य टुङ्ग्याउने क्रियापदलाई हामी समापक क्रियापद भन्छौँ भने वाक्य नटुङ्ग्याउने अथवा वाक्यको बीजमा प्रयोग भएको हुन्छ जसले वाक्यलाई टुङ्ग्याएको हुँदैन, त्यसलाई हामी असमापक क्रिया भन्छौँ। त्यसपछि बनोटका आधारमा सरल र संयुक्त भन्नुको अर्थ सरल एउटै धातुबाट बनेको छ भने त्यसलाई सरल क्रियापद भन्छौँ भने एक भन्दा बढी धातुबाट बनेको क्रियापदलाई हामी संयुक्त क्रियापद अथवा जटिल क्रियापद भनेर पनि भन्छौँ। अब अर्थ प्रधानताको आधारमा मुख्य र सहायक। मुख्य काम गरेको जस्तै क्रियापदमा कुनै पनि वाक्यमा मुख्य काम गरेको छ भने त्यसलाई हामी मुख्य क्रियापद भन्छौँ भने सहायक रूपमा आएको छ भने सहायक क्रियापद भन्छौँ। जस्तै राम विद्यालय गएको थियो, यहाँ मुख्य क्रियापदको रूपमा गएको भनेको आएको छ भने थियो भनेको सहायक क्रियापदको रूपमा आएको छ। हामीलाई पदवर्ग छुट्याउँदाखेरि क्रियापदका प्रकारहरू त थाहा पाउन पर्दैन अथवा क्रियापदका प्रकारहरू छुट्याउन चाहिँ पर्दैन, तर जानिराख्दा चाहिँ राम्रो हुन्छ। अब याद गर्नुपर्ने कुराहरू, पदवर्ग छुट्याउँदाखेरि याद गर्नुपर्ने कुराहरू यिनै हुन् है। धेरैजना व्यक्तिहरूले क्रियापद भनेका शब्दहरू पनि पदवर्ग छुट्याउँदाखेरि ती क्रियापद नहुन सक्छन्। मैले सुरुमै भनेको थिएँ, जस्तै पढी, पढेर, पढ्न क्रियापद हुन्, क्रिया हुन् तिनीहरू। धातुको पछाडि विभिन्न प्रत्यय जोडिँदाखेरि हामी क्रियापद नै भन्छौँ, तर पदवर्ग छुट्याउँदाखेरि ती क्रियापद हुँदैनन्। हेर्नुहोस् त भाइ बहिनीहरू, यी, एर, न, तै, दै, नाले, काले, इन्जेल, उन्जेल लागेका असमापिका क्रियापदहरू क्रिया विशेषण हुन्छन् भनेर भनेको छ। असमापिका भन्नुको अर्थ हामीले अगाडि के भन्यौँ? वाक्य नटुङ्ग्याउने खालका त्यस्ता क्रियापदलाई हामी के भन्छौँ? असमापिका क्रियापद भन्छौँ। जुन असमापिका क्रियापद कस्ता हुन्छन्? पढी, पढेर, पढ्न, पढ्दै, पढ्नाले, पढेकाले, पढिन्जेल, पढुन्जेल यस्ता खालका क्रियापदहरू जहिले पनि के हुन्छन्? क्रिया विशेषण हुन्छन्। तिनीहरू पदवर्ग छुट्याउँदाखेरि क्रियापद भन्न मिल्दैन है। हामी छुट्टै प्रयोग हुँदाखेरि क्रियापद नै हुन्। धातुको पछाडि हाम्रा विभिन्न प्रत्ययहरू जोडिएका छन्, त्यसकारणले हामी क्रियापद नै भन्छौँ, तर पदवर्ग छुट्याउँदाखेरि यिनीहरू क्रियापद नभएर क्रिया विशेषण हुन्छन् है। भाइ बहिनीहरू बुझ्नुभयो नि? यी, एर, न प्रत्यय जोडिएका, इन्जेल, उन्जेल है। यी जस्तै हेर्नु त, पट प्लस इन्जेल, पट प्लस उन्जेल, पट प्लस नाले भनेर यी विभिन्न प्रत्यय लागेर असमापिका क्रियापदहरू बनेका छन्, जसले हामी क्रियापद नभनेर क्रिया विशेषण भनेर भन्छौँ। त्यसपछि नु र आई प्रत्यय लागेका असमापिका क्रियापद भाववाचक नाम हुन्छ। भाइ बहिनीहरू, मैले नाम पढाउने बेला पनि भनेको थिएँ, नु आई लागेका शब्दहरू ती नाम हुन्छन् भनेर है। लेख्नु, लेखाइ भनेका त क्रिया हुन् नि, क्रियापद भनौँला फेरि है। छुट्टै आयो भने क्रिया हुन्, तर पदवर्ग छुट्याउँदाखेरि वाक्यमा आएका छन् भने यी क्रियापद नभएर भाववाचक नाम हुन्छ। बुझ्नुभयो नि? अनि त्यसपछि एको, तो, दो, नि लागेका असमापिका क्रियापदहरू ती क्रियापद नभनेर विशेषण हुन्छ है। भन्नुको अर्थ पढ प्लस एको, पढेको, कोकाकी, रोरारी, नुनानी लागेका विशेषण हुन्छन् भनेर हामीले त्यो पनि पढेका छौँ। तर यति बुझौँ, एको, तो, दो, नि जस्ता प्रत्यय जोडिएको छ भने, धातुको पछाडि जोडिएका छन् भने ती क्रियापद नभनेर विशेषण हुन्छन्। जस्तै पढेको, पढ प्लस दो, पढ प्लस नि, पढ प्लस एकी, त्यसपछि पढ प्लस पढ्नु प्लस
पट प्लस नु प्लस हु प्लस एक हो है। यो भनेको जटित क्रियापद हो अथवा संयुक्त क्रियापद हो। त्यसपछि लेख प्लस एका यस्ता खालका कुनै पनि क्रियापदहरू छन् भने वाक्यमा प्रयोग भएका छन् भने तिनीहरू क्रियापद नभनेर हामी विशेषण भनेर छुट्याउन सक्छौँ। भाइ बहिनीहरू, हामीले थाहा पाउनुपर्ने यति कुरा र एउटा कुरा अर्को याद गर्नुपर्ने कुरा के हो भन्दा क्रियापदहरू धेरै जसो जहिले पनि पूर्णविरामको अगाडि हुन्छन्। पूर्णविराम चिन्ह भनेको यो पूर्णविराम चिन्ह है, यो पूर्णविराम चिन्हको अगाडि हुन्छन्। जस्तै यो पूर्णविराम चिन्हको अगाडि हुन्छन् भनेको क्रियापद हो, यो हुन्छन् भनेको क्रियापद हो पूर्णविराम चिन्हको अगाडि है। जस्तै भाइले भात खायो भन्दाखेरि खाएको पछाडि हामी पूर्णविराम दिन्छौँ। हो, त्यो खायो भनेको के भयो? क्रियापद भयो। अथवा असमापिका क्रियापदहरू हुन्छन्, समापिका क्रियापदहरू हुन्छन्। असमापिका क्रियापदहरू ती क्रियापद नहुन सक्छन्। कहिले नामको रूपमा प्रयोग भएका हुन्छन् र कहिले क्रिया विशेषणको रूपमा, कहिले विशेषणको रूपमा प्रयोग भएका हुन सक्छन्। त्यस कारणले गर्दा हामीले धेरै जसो क्रियापदहरू अन्तिममा, वाक्यको अन्तिममा अथवा पूर्णविरामको अगाडि प्रयोग भएका हुन्छन्। त्यो कुरा याद गर्यौँ भने पनि हामीले क्रियापदहरू पत्ता लगाउन अथवा क्रियापदहरू छुट्याउन सक्छौँ। सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू सायद क्रियापद कसरी छुट्याउने थाहा पाइसक्नुभयो होला जस्तो लाग्छ। क्रियापदको परिभाषा जान्नु त्यति आवश्यक पनि नहोला पदवर्ग छुट्याउनको लागि, तर क्रियापद कसरी छुट्याउने भन्ने कुरा विशेष हुन्छ। त्यस कारणले गर्दा एकपटक नबुझेको कुरा छ भने फेरि भिडियो हेर्नुहोस्, अवश्य पनि तपाईँले क्रियापद कसरी छुट्याउने भनेर बुझ्नुहुनेछ। असमापिका क्रियापदहरूको पदवर्ग कहिलेकाहीँ क्रियापद नहुन सक्छ, त्यति कुरा ख्याल गर्नुहोला। र क्रियापद जहिले पनि पूर्णविरामको चिन्हको अगाडि तथा वाक्यको अन्तिममा प्रयोग भएको हुन्छ भनेर थाहा पाउनु होला भन्ने मैले अपेक्षा गरेको छु। र यो भिडियो तपाईँलाई कस्तो लाग्यो? अर्को भिडियोमा हामी विशेषण के हो र विशेषण पहिचान गर्ने सजिलो तरिकाबारे जानकारी दिनेछौँ। यदि अर्को भिडियो हेर्नु चाहनुभएको छ भने, यदि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरी सेयर पनि गर्नुहोला। धन्यवाद।